सुन्नु न एउटा कुरा सोधे आज के बार हो आज सैटरडे हो हैन शुक्रबारको भोलिपल्ट शुक्रबारको भोलिपल्ट आउने त सैटरडे हो आज त छुट्टी हो कसरी अफिस चैट भयो तपाईको हिजोसम्म चैट भएको थियो तर आज प्लान गरेर आज चाहिँ निस्केको हामी भएको थियो कसरी चैट भयो के गर्न अनि तपाईको कोदो त भन्नुभयो हैन हजुर कोदोको आज चिज चाहिँ के खानुभयो तपाईले कोदोको चिज स्पेशली यो कोदाको ढिरो अनि कोदाको हलुवा हल्ला त्यो बाहेक त्यो सँगै बाबुहरु खोर्सानी लिनुहुन्थे खोर्सानी यस्तो पिरो अवस्थामा नलिम अघि आँखा पिरो भरे एउटा चाहिँ ल्याउँ यो चाहिँ शुद्ध बोकालाई खसी बनाएर आज स्पेशल तरिकाले काटेर त्यसमा नि सेकुवा यस्तो सेकुवा बनाएर सुन्नु न झोल बनाएर सुन्नु न मेरो विचारमा खसी कहिलेबाट शाकाहारी हुन थाल्यो खसी जहिले शाकाहारी हो नि खसी त कहिले मासु झोल दियो भने नि खान्छ नि त्यही भएर त शाकाहारी नै भने नि तपाईँ शाकाहारी कि मांसाहारी म मांसाहारी खसी शाकाहारी हो नि त तपाईँ साग खानुहुन्न साग अस्तिसम्म मैले खाएको देखिरहेको त्यो त नपाउन्जेलसम्म म केही पनि खान्न नि नपाउन्जेलसम्म म केही पनि खान्न बुवा ठिक छ नि होइन बुवा एकदम अच्छा एकदम मलाई खुसी लाग्यो केही छ तपाईँको भन्नु मेरा पाहुनाहरू तपाईँलाई त आज जबरजस्ती भयो होला यार जबरजस्ती भयो नयाँ टेस्ट ल खाऊ अब एकदम खुसी होइन खाऊ होइन बहिनी यो फेरि यो फेरि सेलाएपछि मिठो हुँदैन है? यो फेरि होइन मसला लास्ट बेला मात्रै लाग्छ है फेरि भेन अहिले लाग्दैन नि फेरि भेन भेन ग्याम्पे फेरि हान्ने त ग्यामे नानो या न अलि टक्कर दिन नसक्ने काजीसँग कहिले सक्छ सक्दैन बाटाले कुखुरा नछोडेर आइरहन्छ के बाइकको पछि झुन्ने झुन्ने हो कि ए भाइको अगाडि अगाडि आएर होइन कुखुरा आएर हैरान पछि जा भन्दा नि नमान्ने नमान्ने त्यस्तो अब त्यसै नि हानिदिनु पर्छ आज खास भन्यो भने यहाँ अर्ग्यानिक खोर्सानी होइन भाइ छ जेडो सँगसँगै कति गिलास गयो त लास्ट इन्डिङमा म त्यस्तो जाँदा चाहिँ तोबा 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 आजसम्म मैले त्यस्तो खाएको नि छैन खानु नि नपर्यो होइन गिलास र आँखा त अलि फरक छ नि त मलाई त पुग्यो भयो भयो मन यहाँ भयो चाहिँ हुँदै हुँदैन है मोहन दाई गिलास अगाडि लागि भयो मोहन दाई भोलि फेरि बिहान उठ्ने बित्तिकै मासु नलगिकन खाना खाँदैनन् यहाँ कोही पनि मोहन दाई सुन्नु न गिलास तपाईँको अगाडि छ यो त चोखको शुद्ध हाम्रो यो स्प्राइट खाइरहेको छु है गन्ध त अर्कै छ त होइन स्प्राइट यो सुन्नु न स्प्राइटमा यस्तो मुख त बिग्रिँदैन थियो त ढिलो खाएर बिग्रियो क्या कहिलेकाहीँ बिग्रिन्छ कि कहिलेकाहीँ बोल्यो क्या भने स्प्राइट 2 गिलास जति गयो 3 गिलास जति गयो अमा तब त्यत्रो खाएको यता गाउँै मेरो भन्न थालिहाल्छु नि म फेरि गाउँ मेरो हुन्थ्यो स्प्राइट खाएको हुनाले